पैसा पाइन्छ भने के देश पनि बेच्ने? हामीले आवाज उठाएको छौँ नेपाली जनताको लागि, विदेशमा गएर बेचिएका चेलीहरूको लागि, रसामा गएर मारिएका र काल कुरेर बसेका हाम्रा दाजुभाइहरूको लागि, दिदीबहिनीहरूको लागि हामी आवाज उठाएका छौँ। यो सबै जाने बाटो भिजिट भिसा मार्फतको हो र भिजिट भिसामा धेरै पहिलेदेखि नै हाम्रा दाजुभाइ दिदीबहिनीहरू बेचिएका छन्। लाखौँ रुपियाँ उनीहरूसँग असुल गर्ने यो जस्तो निर्लज्जता केही पनि होइन। हामीले भिजिट भिसाको प्रकरणमा छानबिन, उच्च स्तरीय छानबिन हुनुपर्छ र गृहमन्त्रीज्यू पनि अहिले त्यो दायरामा आउनु भएको भएर उहाँको राजीनामा माग गरेका छौँ। हाम्रो माग जायज छ। गरिब निमुखाहरूलाई पैसा एक दिनमा करोड करोड 50-50 हजार मान्छे बेचेर कमाउने गृहमन्त्रीज्यूसँग नैतिकता छ भने राजीनामा गर्नुपर्छ। र अर्को कुरो, गठबन्धन दलसँग पनि यदि सुशासन कायम गर्ने र उहाँले सुशासन आयोग गठन गर्नुभएको छ प्रधानमन्त्रीज्यूले, गृहमन्त्रीज्यू पनि त्यसको एउटा सदस्य हो। आफ्नै सुशासन आयोगको सदस्यले यत्रो ठुलो उहाँमाथि चार्ज लाग्दाखेरि पनि चुप लागेर बस्नु गठबन्धनको सरकारलाई पनि सुहाउँदैन। के 1 करोड या 50 लाख दैनिक आम्दानीको हिस्सा गठबन्धन सरकारका टाउकेहरूले पनि खाएका छन्? मेरो प्रश्न हो यो सभामुख मार्फत। धन्यवाद।